आउँछ यार कोही फ्री भयो भनेदेखि यार इन्डिया ट्रिप गऱ्यो भने चेन्नाई गयो सबजना आउने यार बब्बाले मलाई केटाहरू डुबेर जसले झार्न सक्छ त्यसलाई 3 करोड सक्छस् 3 करोड यो झार्ने ल झार 3 करोड ल सक्यो कालो साई तपाईँ ल यहाँको बादल अर्कै छ मान्छे चाहिँ कालो यहाँको मान्छे चाहिँ कालो हुँदो रहेछ बाँदर चाहिँ सेतो हुँदो रहेछ क्या बादल उल्टो केटाहरूले जहाँ पाइ चाहिँ पिसा फ्याँकिहाल्यो किरा हुँदैन त्यो किरा जस्तो देखिरहेको छ के हो थाहा छैन खाइदिउँ ए भाइले पनि खाइरहेछ दाइले पनि खाइरहेछ वेलकम गाइस सबैजनालाई ल फेरि पनि मेरो च्यानलमा उहाँको च्यानल सब्सक्राइब भन्ने पहिला अनि सब्सक्राइब नहाने छ बिच केही पनि नदेख्नु बिच जान्ला बिच जान्ला आज चाहिँ अब हाम्रो डे 3 पनि के भनौँ डे 5 भइसक्यो किनकि 2 दिन बिचमा भ्लग केही पनि गर्न पाएन इन्टरनेट इस्यु प्र्याक्टिस गर्नु पऱ्यो यता उता बाइकको कारणले इन्टरनेटको कारणले सबै कुराहरूले गर्दाखेरि भ्लग गर्न पाएन अनि यस्तो हामी अब स्टार्ट भएपछि अब भ्लग गर्न पनि अब बाइक रेडी हुनु पऱ्यो क्या पहिला किन बाइकै कम्पिटिसनै आएको हो त्यही बाइक रेडी भएन अनि त्यसैले चाहिँ अनि हामीले बाइक रेडी गर्नतिर लाग्यौँ अनि त्यही कारणले भ्लगलाई फेरि ध्यान दिएनौँ अब आज चाहिँ फेरि हिजो हामीले हल्का प्र्याक्टिस गऱ्यौँ अनि प्र्याक्टिस गरेपछि अनि आज हिजो राति नै हामी प्र्याक्टिस सक्यो रातिको 7 बजीतिर त्यहाँबाट चाहिँ हामी यहाँबाट 30 किलोमिटर अगाडि एउटा बिच छ यहाँ महाबलीपुरम भन्ने बिच थियो टुरिस्टहरूलाई दिने कार्य रहेछ क्या हामीलाई चाहिँ टुरिस्टहरू घुम्न जाने भनेर यत्रो अप्सन दिइरहेको छ तर हामी नजाने अनि घुम्न जाने भने टुरिस्टहरूले हाम्रो दिइरहेको थियो होइन तर हामी चाहिँ नजाने भने चिया खाने इन्डिया आएपछि एक्चुअली यहाँ समुद्रमा घुमेर ओरेर जाऊँ न भनेर एकचोटि समुद्रमा घुमेर ओरेर यता लाइट हाउसहरू रहेछ 2-4 ठाउँमा घुमेर फेरि हामी 12-1 बजे प्र्याक्टिसको लागि पुगिसक्छौँ किनकि प्र्याक्टिस पनि इम्पोर्टेन्ट छ होइन ल अब यहाँनिर टक्क लगाएर बिचमा पुगेपछि म तपाईँहरूलाई आज समुद्र देखाउँछु होइन कति नेपालीहरूले समुद्र पनि देखेको छैन होला म भिडियोबाट भयो भने देखाइदिन्छु है केटा समुद्र चाहिँ कस्तो हुँदो रहेछ म पनि हेर्न एक्साइटेड छु अनि हाम्रो केटाहरू पनि हेर्न एक्साइटेडै छन् होइन उज्जवल भाइ के छ समुद्र त आज हेर्ने होइन त आज हेर्छु नि ल यस्तो हुन्छ यहाँको पानी चाहिँ गाईजी खै पानी यो चाहिँ 2 लिटरको पानी हो होइन यसको कति पर्छ चाहिँ पानी चाहिँ महँगै छ यो त 20 रुपियाँ 20 होइन 20 यता चाहिँ 2 लिटरको पानीको 30 रुपियाँ पर्छ पानी चाहिँ हल्का महँगै छ जति धेरै लियो त्यति सस्तो पानी तर पानी अरू कुरा सस्तो भयो भने यता पानी चाहिँ महँगो छ ल अब यहाँबाट चाहिँ हाम्रो बिच साइड सुरु हुन्छ अब खतरा ढुङ्गा मूर्तिहरू भएर क्या जय हनुमान केटा केही भन्नु छ ए आफ्नो भ्लगमा भन्ने रे गाइजहरूले है त्यो भएर छुट्टा छुट्टै भ्लग हेरिदिउँ केटा हो सबै एउटैमा आउँदैन र एउटा 100 रुपियाँमा यस्तो घडीहरू आउँछ इन्डियामा 150 मा घडी ए कस्तो सस्तो 150 मा त केटा यहाँ त जिसके आउँछ के हो यार ल दाम 200-300 म्याक्स भनेको 350 हो 350 मा पनि दामी आउँछ खासमा बबाल आउँछ क्या खतरा छ रिटर्न ब्याक I'm going by you going जाम न पहिला अहिले आउँदा किन्ने हो क्या आफ्टर 15-20 मिनट we will back definitely sure 10 रुपियाँ झुम्काहरू केटीहरूलाई यसले घडी किन भन्दै थियो क्या सालेलाई अनि त्यही भएर हामी 15-20 मिनट आइदिन्छु भने होइन अहिले आएर ओ बा के हो त्यो कस्तो आँखा यार ल मनैमा पुरै लिफ्टमा फार भुइँमा खसेको जस्तो होइन यार आँखाले नै ऊ त्यो टल्केन क्या आँखाले हेर्न नसकेन क्या समुद्र यस्तो हुँदो रहेछ यार
कसम छ यहाँ गोप्रोमा त देखेको छैन होला त्यो अगाडि बसेको देख्छ बेलुका बेलुका 6-7 बजे रमाइलो हुन्छ भनेर पनि यही रहेछ क्या हेर्नु यस्तो तास पनि खेल्दो रहेछ साको समुद्रसँग बस्यो तास खेल्यो यार कस्तो छाला हानेको यार ल गाई त समुद्र आयो है समुद्र यही रहेछ समुद्र भनेको ल ल गाई समुद्र आयो है उल्टु बिच ल कहाँसम्म भ्याउँछ समुद्र भनेको ल यस्तो आकाश होइन कसम यार यस्तो अगाडि लाइभ हेर्दाखेरि यस्तो आकाश होइन आँखाले अब कहाँ क्या अब आँखाले भ्याएसम्म पानी नै पानी कहाँसम्म क्या साइको हुने रहेछ क्या ल म चाहिँ अब पानीको संसारमा आएँ अब यता चाहिँ अरू नै छ जस्तो फिल भइरहेको छ क्या ल हेर्नु न यार कहाँदेखि त यार यहाँबाट देखे बेलादेखि यस्तो ल छाल हानिरहेको छ हल्का छाल हाल्छ रमाइलो भइरहेको छ यहाँ समुद्रमा म कस्तरी छाल आउँछ देखाउँछु है त अब यस्तो छाल आइरहेको छ यस्तो नि यस्तो छाल केटाहरू पनि इन्जोय गरिरहेको छ फोटो खिचिरहेको छ भिडियो छालहरू है ओ यस्तो मजा आएर त खुट्टामा हान्छ क्या ड्याङ ड्याङ सब आयो छाल यस्तो बबाल यार मालाको समय यहाँ आउनुपर्छ यार बब्बाल मजा आउँछ यार कोही फ्री भयो भनेदेखि यार इन्डिया ट्रिप गऱ्यो भने चेन्नाई गयो सबजना आउने यार बब्बाले मजा आउँछ केटाहरू डुबेर खेलिरहेको छ यस्तो इन्जोय होइन त्यहाँ पड्के जस्तो आउँछ भने पानी पड्के जस्तो यस्तो छ बिचको हालत आयो ल गाइज हामी इन्जोय गरेर छ अहिले धेरै भ्लगर भ्याउँदैन अरू सिधै पछि हाम्रो कम्पिटिसनको प्रेसर भइरहेको थियो होइन तर एकछिन यहाँ आइपुग्दाखेरि चाहिँ एकछिन चाहिँ क्या भुलेर माइन्ड फ्रेस भयो अब चाहिँ झन् खतरा प्र्याक्टिस गर्नु सक्ने जस्तो कुरो आइरहेको क्या अब चाहिँ त्यहाँ पछाडि चाहिँ अब एउटा ढुङ्गाहरू छ क्या होइन त्यो गोवामा हुन्छ नि त्यो फिल्ममा छ नि सन्डे दलको ढुङ्गामा बस्यो मुन्ना भाइमा हो त्यस्तै ढुङ्गा छ अब त्यहाँ बसेर एकछिन फोटो भिडियो खिच्छौँ अनि त्यसपछि लाइट हाउस भन्ने ठाउँ छ त्यहाँ गएर घुम्छौँ त्यहाँ गएर घुमिसकेपछि अनि डाइरेक्टली अनि फेरि हामी फर्किहाल्छौँ है त गाइस कस्तो लाग्यो यार यो खतरा लाग्यो यार मलाई त बबाल मजा आइरहेको छ यार सबले इन्जोय हान्नुपर्छ फोटो सोटो पनि खिचियो है सबै कुरा गरियो देखिहाल्यो होला यस्तो छ यहाँको भ्यू मैले अघि नै देखाइसक्यो यस्तो रक सक के भन्छ यसलाई यार यहाँको मान्छेलाई सोध्नु पनि तर भाषै बुझ्दैन है इङ्ग्लिस त बुझ्छ तर गाइजहरूले होइन म चाहिँ भाइको सस्तो साबडी मारेर लाग्यो होइन भाइ त्यहाँ फोटो कुरा गन्दिरहेको छ भिडियो सिडियो खिचिरहेको छ होइन तर आउने पनि ठाउँ यार बब्बाल ओभरै बब्बाले छ यार अब हल्का घाम पनि गयो होइन हल्का शीतल शीतल भयो एउटा फोटो ल हुन्छ एउटा 3जना फोटो नै हान्नु ल यहाँ दाइलाई फोटोग्राफर बनाइरहेको छ दाइले हो सबभन्दा बवाल फोटो खिच्ने हामीले चाहिँ उसको राम्रो खिचेन भनेर यस्तो कराउँछ 5 रुपियाँ दिएर फकाएको 5 रुपियाँ दिएर फकाएको लगाएर अब यहाँको अब जति भयो जस्तो भयो यति नै हो होइन अब चाहिँ हामी यहाँबाट चाहिँ सिधै अब हामी खाजा खानतिर लाग्छौँ खाजा खाएर एउटा ठाउँ अर्को छ लाइट हाउस भन्ने लाइट हाउस घुम्न पाउँछ लाइट हाउस घुमाएर अनि जाने ल है त जाएर ह्याट पसलमा आएको ह्याट पसलमा आएर मलाई त्यस्तो ह्याट खतरा मन पर्यो ह्याट पनि किनिदिएको लगाइदिएको कस्तो छ केटाको ह्याट बबाल छ भन्छ केटाहरूले मलाई सुहाइरहेको छ भनिरहेको छ होइन मैले चाहिँ ह्याट पनि यता अब उल्टो भयो सुल्टो बनाइदिनु त है सुल्टो बनाएर लगाइदिनु ल गाह्रो नहोस् कसरी थाहा हुन्छ उल्टो सुल्टो अगाडि अलिक ठुलो भएको हुनु पर्यो यो कस्तो लाग्यो है आफै यसरी कस्ने मिल्छ क्या ल केटाहरूले चप्पल पनि किन्यो होइन केटाहरूले चप्पल किन्यो दुईजनाले पुग्नु न मिलाएर बोकाउला नि त मेरो पनि कति रुपियाँको आउँदो रहेछ केटाहरू चप्पल यहाँ 100 रुपियाँ कति रुपियाँ 500 हो 100 रुपियाँ त बेचत भइहाल्यो नि भन्दाखेरि चप्पल किने यो निकालिदिनु पर्यो मैले हाट कतिमा किने थाहा छ केटा हो यो हाट चाहिँ 150 रुपियाँमा किनेको है नेपालमा कति पर्छ मलाई थाहा पनि छैन होइन छोडिदिनु निकालिदिनु म बोक्छु
आफ्नो बोक्छ मलाई अहिलेसम्म थाहा पनि छैन होइन कति रुपियाँ पर्छ यसको मैले अहिलेसम्म किने पनि छैन होइन तर यहाँ आएर किन्दाखेरि चाहिँ मलाई टक्क लगाएर 150 रुपियाँमा दियो फेरि नो पार्किङ दुई चाहिँ झडा गरेको केटाहरू त्यसले बोकिहाल्छ म बोकिन्छु त अनि के भयो त अनि झडा गर्नुपर्छ म जहिले यिनीहरूलाई भनिरहेको छु झडा नगर भनेर म सब बोकिदिएर हाल्छु गरिरहेको छु त्यहाँदेखि झडा गरेको चाहिँ सालाहरू यसले बोक्छ अरे फेरि गाउँले है ल अब चाहिँ बिच साइड पनि सक्यो अब हामी खाजा खान जान्छौँ टक्क लाएर के बनाएको अक्का बनाएको ल के भगवान्हरूको के को होला अरे भगवान्हरू होला अरे के बनायो यस्तो गाउँ जान्छ यस्तो ढुङ्गामा यस्तो बनाएको छ अति अक्खा बनाएको छ नट अलाउड ओके Inside also not allowed. So no change, sir. लाइट हाउसको नजिकै आइपुग्यो केटाहरू यहाँ चाहिँ टिकट काट्नु पर्दो रहेछ नेपाली र इन्डियनको लागि चाहिँ 40 रुपियाँमै गरिदिँदैछ किनकि छिमेकी देश भएर होला होइन नेपाल र इन्डियनको लागि चाहिँ 40 रुपियाँमा त्योभन्दा अरू देशको रहेछ भनेदेखि चाहिँ 600 रुपियाँ लिँदो रहेछ टिकटको त्यो राम्रै कुरा हो यो पनि भन्यो नेपाल इन्डियन नजिकै छ त्यही भएर यो यिनीहरू यतिलाई चाहिँ 40 रुपियाँमै हुन्छ अरे राम्रै कुरा हो यस्तो छ है माथि कतिखेर पुग्ने हो मजा छ बाँदर होइन नि त्यो के हो यसलाई के भन्छ सेतो बाँदर पनि पाएँ यहाँ देखेँ भिडियोमा यार यहाँको बादल अर्कै छ मान्छे चाहिँ कालो यहाँको मान्छे चाहिँ कालो हुँदो रहेछ बाँदर चाहिँ सेतो हुँदो रहेछ क्या बादलको उल्टो छ नि भाइ अनुहार चाहिँ कालै छ जसरी अनुहार चाहिँ लास्ट कालै हो बबाल ठाउँ छ यार ल बस्ने ठाउँहरू ल यस्तो छ यार भ्यू ढुङ्गाको माथि छ हामी होइन ढुङ्गा जङ्गल ल यस्तो छ यार टपको भ्यू यहाँ समुद्र अझै यहाँबाट पनि देखिरहेको छ ल सबै समुद्र हो नि अघि हाम्रो समुद्र त्यही हो लाइट हाउस मामा खतरा रहेछ त हामी त्यहीँ जाने हो होइन यहीँबाट झर्दै गयो नि पुग्छु क्या जस्तो देखिरहेको छ त्यहाँबाट ल आइज बाटो फेरि डेन्जर छ है केटा यहाँबाट अब हामी चाहिँ अब होइन त्यो लाइट हाउस जानलाई चाहिँ हामी यहीँबाट गइदिनु लाग्यो यही ढुङ्गा झऱ्यो कोही पनि गएको छैन तर बाटो हल्का इजी नै लाग्यो मलाई त्यही भएर अब यहाँबाट जानु पऱ्यो जाम तर ग्रिप दिनेवाला ढुङ्गा हो नि त्यो होइन हाइट ल यहीँबाट झऱ्यो होइन सर्टकट नेपाली हो नि त ब्रो सर्टकट त हान्न परिहाल्यो यस्तो छ यार ढुङ्गा के बनाएर रहेछ यार यस्तो अक्का छ यही हामी वहाँ माथिबाट होइन यस्तो झरेर यहाँबाट आइदियो क्या ल जाम भर्याङको यस्तो छ अहिले यस्तो भर्याङबाट चढ्दै आइरहेको छ एकजना मात्र मान्छे चिनामिने भर्याङ छ होइन थाकिसक्यो आइपुग्यो क्या माथि उज्यालो भइरहेछ आयो जस्तो छ हो भर्याङ माथि हो अझै माथि छ या त्यो झ्याल्याएको दामी ल सिन्जी भगवान्ले यहाँदेखि माथिबाट मान्छे आइरहेछ एकजनाको मात्र ट्र्याक छ त्यही भएर जानु नमिल्यो अब जानु मिल्छ फेरि त्यो एकजना मान्छे झरेपछि गरम ल्याएर ल जाम अब कति छ अब त झन् यति सानो छ त्यो बाटो हिँड्नु पनि सक्दैन राम्रोसँग यसरी हिँड्नुपर्छ समाधि ढोका क्या अझ यस्तो ढोका छ होइन ढोका खानु ल हेरौँ कस्तो खाले यस्तो जाने हो कि ठाडो भएर गाह्रो छ यार हिँड्न कस्तो छ अब तपाईँ आफै हेर्नु आयो यस्तो हाइट यार डर लाग्यो मलाई केटा के छ हाय भन्दैन हाय
कहाँ यार हाइटबाट यति तल छ ल कति अब थाहा हुन्छ कि हुने अरे भिडियोमा क्या बर हाइटमा यार कसम सिधा यार अझै माथि जान मिल्छ क्या एउटा भिडियो चाहिँ मेरो के देखाएको छ के त्यहाँबाट यस्तो हिँड्छ सडक कति हाइटमा होला बस आइज म फोटो हुनु एक राउन्ड घुमिदिन्छु ल जे पर्दा पर्दा एक राउन्ड घुमिदिन्छु यहाँबाट बन्द सस्तो छ ल यही हो लाइट हाउस गाइस कसरी देख्छ लज या लग भनेपछि या लगै हो यो यसरी यस्तो छ ढुङ्गा होइन ढुङ्गामै बाटो बनाइदिएर छ अब यही बाटो छ र गइदिउँ न त कस्तो रहेछ वाह ल कस्तो सानो छ यहाँ ढुङ्गा यार दामी छ यार पखतिर खिचिदिन्छु भाइ तलबाट आएको पख भाइ ल यस्तो ढुङ्गाबाट चढ्दा आउनुपर्छ कि चढ्छ भाइ ल यस्तो बाटो त्यहाँ चाहिँ ढुङ्गा चढेर आएको चिकन रहेछ यति त रहेछ यहाँबाट अब त्यस्तो जाउँ हेरेर पायो नि त जाउँ सुहाल्ने नि त उता जा मन हाल्नु केटाहरूले जहाँ पाइदियो पिसा फेकिहाल्यो देख्यो भने पिनाल्टी हान्दैन भाइ चाहिँ झारीमा पिसा फेर्नु भित्र लुक्न गयो होइन डाँडा छ होइन यस्तो खतराको डाँडा छ त्यो ढुङ्गा भयो होइन ढुङ्गाले सब कभर गरेको छ अनि ढुङ्गाको बिचमा चाहिँ पुल रेल खाल्टो खण्डर बनाएको छ होइन नेचुरल हो नेचुरल हो स्विमिङ पुल नेचुरल होइन यो तले बनाएको छ होइन ल यस्तो दामी छ ल यस्तो ढुङ्गाको बिचमा हेलो वान से हेलो देयर हेलो हेलो सब्सक्राइब ओके थ्याङ्क यू सो मच त्यसमा कसरी अड्डिरहेको छ भनेर म आफै साइको भइसक्यो क्या कसरी अड्डिरहेको छ क्या यो क्या यस्तो छ होइन फुल अड्डिरहेको छ क्या तर क्या यत्रो ठुलो ढुङ्गामा कसरी अड्डियो यो ढुङ्गा केटा हो पागल बनायो यो ढुङ्गा कसरी अड्क्यो ल क्वेसनै यही छ कि ढुङ्गा कसरी अड्क्यो यो ढुङ्गा जसले झार्न सक्छ त्यसलाई 3 करोड सक्छस् 3 करोड यो झार्ने ल झार 3 करोड ल सक्यो कालस दाइ तपाईँ ल 3 करोडको च्यालेन्ज एक्सेप्ट गरेर यसले मुला ढुङ्गा पनि बोकिदियो होइन यसले ढुङ्गा पनि बोकिदियो बबालसँग अब चाहिँ हामी यहाँबाट अब हामी जाने हो होइन टक्क लाग्यो अब यहाँबाट हामी फर्किने हो डाइरेक्ट फर्केर अब हामी केही खाजा नास्ता गरेर अनि त्यसपछि डाइरेक्ट हाम्रो स्पोर्टमा है त गाई घुमियो सकियो गर्मी भयो रमाइलो भयो बबाल मजा आयो वाइल्ड हरामी भयो चोर्दिने हो यताले ल केटाहरू कस्तो यसरी सबै सोध्छ सुन्न त यस्तो ठाउँ पहिला कहिले घुमेको थिइस् छैन कस्तो भयो भन्दै बबाल बबाले हो कालस दाइ कस्तो भयो त यो ठाउँ रमाइलो भइरहेको छ दामी छ है दामी छ यस धेरै पहिलाको वर्ष घुमेको थिएन योपालि अलिकति हामी घुम्यो अब घुम्न बाँकी छ फेरि गाइनु तिमीहरूलाई अब हामी घुम्दैनौँ अबदेखि आज हामी अब बाइक प्र्याक्टिस गर्न जान्छौँ अनि भोलि कम्पिटिसनको लागि जान्छौँ अनि फेरि कम्पिटिसन सकेपछि हामी घुम्छौँ एकलट फेरि घुम्छौँ हामी बेङ्गलोरमा घुम्छौँ नेक्स्ट भ्लगमा आउँछ अब यो भ्लग चाहिँ आजको लागि लगभग यति नै हुन्छ हेरौँ मिल्यो भने अझै केही एड गरिदिन्छु होइन क्या अखा मन ठुलो सर्ट क्या त्यहाँनिर हेर्नु त्यहाँकोमा बाँदरले क्या खतरासँग जुम्रा हेरेर आएको त्यस्तै हो क्या ल बाँदरले ट्याक लाएर क्या खतरासँग बनाइरहेको रहेछ ल कस्तो लाग्यो यार बबाले भयो जस्तो लाग्छ मलाई त अक्कै भएको थियो बच्चाहरू हात्ती रहेछ भगवान्हरू होला होइन खतरा कृतिहरू एउटै ढुङ्गा आयो है एउटै ढुङ्गामा यति धेरै के आँट क्या ल बब्बाले यार फर्किनुभन्दा अगाडि
खाजा खाना आयौँ है खाना जे भने पनि त्यही हो हामीले अब यहाँको सबभन्दा स्पेसल अब बिरयानी सिरियानी केही हुन्छ त्यस्तै त्यस्तै खाने हो होइन हामी जान्छौँ यहाँ साम्ब्रा नर्थ इन्डियन फुड कस्तो हुँदो रहेछ ल अब आज चाख्दिनु साम्ब्रा नर्थ इन्डियन फुड रे होइन लस्सी आयो है फर्स्टमा लस्सी खाने हो अनि बल्ल अरू कुरा खाने हो आफ्नो सकेर होइन काला यस्तो बाटोमा आफ्नो लाम्लुम सकेर मैले गुच्चा भएको मागेर अब हानिदिनु लगाइरहेर होइन भित्ती अहिले फेरि अब ल म चाहिँ कसैलाई दिन्न है म चाहिँ आफ्नो मात्रै हान्छु कुरा कहाँ हिजो मेरो मुजे हाने मैले हो म चाहिँ मेरो हान्छ है मिठो छ अब हामीले चाहिँ एउटा चिकन बिरयानी अनि एउटा पुरा खाइरहेको छ पुरै त्यो सी फुडको मिक्स के भनेर आउँदो रहेछ क्या मिक्स सी फुड राइस त्यस्तो के भनेर आउँदैछ त्यही मगाएको छ है आज यत्रो सानो अन्डाको गरिदिनु ल खाउनु अति नै हो पहिला अन्डा खाइ ल समा मेरो हाल चाहिँ हाल ल गाइस यतापट्टिको यो चाहिँ रह्यो चिकन बिरयानी यतापट्टि गयो चाहिँ यो चाहिँ सी फुडहरू यहाँ छ है के हो मलाई पनि थाहा छैन यस्तो कुनै सेतो कलरको छ कुनै यस्तो कलरको छ यो कुनै यस्तो छ यो चाहिँ सी फुडहरू अरे सबै होइन तर के हो मैले सोध्दै हेर्दाखेरि चाहिँ त्यो घुङ्गी कि के हो चिप्ले कि सानो किरा हुँदैन त्यो किरा जस्तो देखिरहेको छ के हो थाहा छैन खाइदिउँ ए भाइले पनि खाइरहेछ दाइले पनि खाइरहेछ अब चाहिँ हामी यही खाजासाजा खान्छौँ अनि यहाँबाट लाग्छौँ ल के भयो कस्तो भयो भ्लग सबैजनाले इन्जोय गर्नु होला पछि भेटौँला है सँगै नबोलौँ न ल के भयो कस्तो भयो भ्लग यति नै भयो आजको लागि गाडी साडी म चढेको नदेखाउँ किनकि एकदम रस हुन्छ अब चाँडो जानुपर्ने छ कस्तो भयो भिडियो है यो चाहिँ रमाइलो नै भइरहेको छ किनकि बबाइले भइरहेको थियो र सबैजनाले भिडियो मन पराइदिनु होला हामीलाई सब्सक्राइब गरिदिनु बाई बाई हामी फेरि अर्को भ्लग लिएर आइहाल्छौँ चाँडै नै अर्को भ्लग भनेर ल गाइस बाई बाई